तपाईँ बनेपा धुलीखेलबाट आउँदै हुनुहुन्छ भने सूर्यविनायक चोक कट्ने बित्तिकै आकाशे पुलबाट अगाडि आइसकेपछि तपाईँ त्यही साइडबाट लेफ्ट छिर्ने बित्तिकै गौरीशङ्कर अटोमोबाइल्स प्राली देख्नुहुन्छ भने काठमाडौँबाट आउँदै हुनुहुन्छ भने तपाईँ चुनदेवी नजिकै अर्थात् चुनदेवीको आकाशे पुल कट्ने बित्तिकै राइट साइडतर्फ तपाईहरू छिर्ने बित्तिकै जहाँ गौरीशङ्कर अटोमोबाइल्सको एउटा गेट देख्नुहुन्छ र तपाईँ त्यहाँभित्र छिर्ने बित्तिकै जुन मैले फ्रेममा देखाइरहेको छु यी गाडीहरू र यस्ता मोडलको अर्थात् यस्ता ब्रान्डको तपाईँको आवश्यकता अनुसारको गाडी यावत थुप्रा छन्। यतिखेर भर्खरै मात्रै हामी यो सोरुमभित्र छिरेका छौँ र प्रोपाइटरसँग र यहाँ आउनुभएका ग्राहकहरूसँगको कुराकानी पनि यहाँहरूलाई जस्ताको तस्तै देखाउने प्रयत्न गरिरहेका छौँ। सर नमस्ते। नमस्ते। यहाँ कहाँदेखि आउनुभयो, कुन ठाउँबाट? म काठमाडौँदेखि आएको। काठमाडौँबाट यो ठ्याक्कै कुन ठाउँ थाहा छ हजुरलाई? यहाँ थाहा छ, यो भक्तपुरको गलाटे भन्ने ठाउँ छ। गलाटे भन्ने कसरी थाहा पाउनु भयो यहाँ चाहिँ? अब मैले धेरै ठाउँ काठमाडौँतिर पनि धेरै गाडी हेरेँ, विभिन्न ठाउँको। अब यो खासमा भक्तपुरमा यो यहाँ जस्तै मेरो जेके अटोमोबाइल्स भन्ने राधेराधेमा छ, त्यो हाम्रै कैलालीको भाइले चलाएको सत्य भन्नुभएको छ। मैले जति पनि आफ्नो गाडी सर्भिसिङ गर्छु त्यही ठाउँमा गर्थेँ। अनि त्यो भाइ थ्रु मैले लौ न यो कुनै यस्तो राम्रो किसिमको गाडी एउटा छ भने चाहिँ अहिले अपग्रेड गर्नु पऱ्यो होइन, त्यो चाहिँ ल खोजेन भन्ने हिसाबले त्यो भाइले त्यो जेके अटोमोबाइल्सको भाइले कुरा गरेर अनि यहाँसम्म आएको। यहाँ हाम्रो गौरीशङ्कर अटोमोबाइल्समा आइयो। आउँदाखेरि अब उहाँसँग हाम्रो रामबहादुर बस्नेजी यसको प्रोप्राइटर, यसको ओनर, उहाँसँग भेट भयो। अब उहाँसँग भेट हुँदाखेरि स्टार्टिङबाट कुरा गर्दाखेरि अब सबै कुराहरू अब उहाँको डिलिङ, उहाँको बिहेभ, सबै कुराहरू उहाँको मलाई मन पऱ्यो, राम्रो लाग्यो भनौँ न। अब त्यो हिसाबले कुरा गर्दै जाँदाखेरि अब सबै कुरा अब उहाँको सबै त्यो गाडीको प्राइसदेखि लिएर सम्पूर्ण कुराहरू, त्यसको ग्यारेन्टी कुराहरूदेखि लिएर। यहाँले चाहिँ कुन गाडी लिँदै हुनुहुन्छ, कुन मोडल के खुलाउन मिल्छ कि के छ? मिलिहाल्छ, के लिनु। ग्रान्ड i10 हो, 16 मोडलको हो। मैले लिँदै 16 मोडलको लिँदैछु। अब सबै कुरा उहाँको बोली व्यवहार सम्पूर्ण कुराहरू चाहिँ मलाई मन परेर मैले त्यो ल उहाँप्रति एउटा विश्वास पनि उहाँहरूले मलाई दिलाउनु भयो र विश्वासको कुरा पनि हो यो सबै कुराहरू। त्यो हुनाले म लिने उसमा डिसिसनमा पुगेँ भनौँ न। यसको मतलब अन्य जुन ठाउँमा जानुभयो त्यहाँको भन्दा चाहिँ यहाँ गौरीशङ्कर अटोमोबाइल्समा जहाँ आउनुभयो होइन, यहाँ चाहिँ अलिकति व्यवहार फरक पाउनुभयो? फरक पाएँ। रामबहादुर बस्नेजी उहाँ एकदम फर्स्ट टाइम मैले भेट गर्दाखेरि उहाँ एउटा फ्रेन्डली होइन, एउटा मेरो साथी जस्तो लाग्यो। किन त्यो आफ्नो ठाउँमा छ होइन, सबै बोली व्यवहारदेखि लिएर सम्पूर्ण कुराहरू होइन, त्यो मन परेर सबै कुरा मिलेर नै अनि मैले यहीँबाट लिने भन्ने चाहिँ निर्णय गरेको। पक्कै पनि यता चाहिँ प्रोपाइटर हुनुहुन्छ जुन गौरीशङ्कर अटोमोबाइल्स जसको सञ्चालक हुनुहुन्छ दाइ, स्वागत छ यहाँलाई। आज किनबेच भयो होइन त? यो यहाँहरू त्यति विधि चाहिँ यो सोसल मिडियातिर पनि हुनुहुन्न, फेरि खासै पब्लिसिटी छैन यहाँहरूको होइन। कसरी भेट भयो उहाँ चाहिँ कि खोज्दै आउनु भएको रहेछ कि कसरी भेट भयो यहाँहरूको? जेके अटोमोबाइल ग्यारेजदेखि चाहिँ उहाँ कन्ट्याक्टमा आउनुभयो। उहाँ आएपछि अब हाम्रो कुरा भयो, माध्यम चाहिँ जेके अटोमोबाइल भयो। त्यहाँबाट अब उहाँ हामी भेट भएछ। उहाँले 2010 मोडलको वगनर ल्याउनु भएको रहेछ। त्यो वगनर हाम्रो चित्त बुझेर उहाँलाई, उहाँको र हाम्रो चित्त बुझेर राम्रो भएर चाहिँ हामीले सट्टापट्टा गर्ने सट्टापट्टा गरियो। उहाँलाई राम्रो लाग्यो। मैले पनि अब उहाँले काठमाडौँतिर धेरै ठाउँ रिकनेक्सनतिर हेर्नु भएको रहेछ, हेऱ्यो भन्नुहुन्थ्यो। अब उहाँले थाहा हेरेको अन्त भन्दा राम्रो चित्त बुझेर यहाँ लिनुभयो। जानकारी गराइदिनुहोस् न, कतिपयलाई त खोजेर भौतारी राख्नु भएको छ, मैले भनेको जस्तो गाडी पाइनँ, अर्थात् मैले चाहेको जस्तो गाडी चाहिँ पाएको छैन होइन। यो कसरी लिने होला, के हुन्छ? कतिपय ठाउँ त यस्तो पनि छ कि डिजिटल प्लेटफर्मबाट देखाइन्छ, तर देखाएर उहाँ जाँदाखेरि हेर्न जाँदाखेरि अर्को देखाएको पनि हामीलाई गुनासो गर्नुभएको छ कि तपाईँहरूकोमा चाहिँ के कस्तो छ? दर्शकहरूलाई अलिकति जानकारी गराइदिनुहोस्। हाम्रो चाहिँ अब त्यस्तो केही छैन। हाम्रो अब जे छ त्यो हुन्छ। हाम्रो आफ्नै अब वासिङदेखि लिएर डेनपेन इन्जिन बनाउनु हाम्रो आफ्नै छ। देखेको जति हामीलाई अनुभव भएको बनाउनु पर्ने चाहिँ सारा हामीले बनाएको हुन्छ होइन। बनाएर अब यहाँबाट आउनुहुन्छ, हेर्नुहुन्छ, फेरि सोरुममा लगेर आउनुहुन्छ। अहिलेसम्म
आएको ग्राहक हाम्रो कुनै पनि मिस भएको छैन मिस भएको छैन अब चित्त बुझेकै छ सोरुममा लगेर देखाउनुहुन्छ अब मिस्त्री लगेर देखाउनुहुन्छ अहिले त सब कम्पिटिसनको जमाना छ हरेक कुरा त्यसो हुँदाखेरि तपाईँको कुनै अहिलेसम्म हाम्रो मिस भएको छैन आएको ग्राहक चाहिँ ग्राहकको सन्तुष्ट नै यहाँहरू सन्तुष्ट हो कुनै यहाँ आउनुभयो रेटको अलिकति बेसी भयो भन्नुहुन्छ तर हप्ता दिन 5 दिन हप्ता दिनमा फेरि आएर त्यो गाडी लिएर जानुभएको छ अहिलेसम्म काठमाडौँको बेसी जस्तो काठमाडौँको गरेर लिएर गएको छ भक्तपुरमा मेरो भए तापनि बेसी मेरो ग्राहक काठमाडौँबाट आउनुहुन्छ लानुहुन्छ अब कतिपयलाई चाहिँ हुनसक्छ जस्तो सट्टापट्टा होइन अब त्यहाँ चाहिँ रिपेयरका कुराकानीहरू होलान् अनि वासिङका कुराकानीहरू होलान् त्यसमा चाहिँ के कस्तो के छ सुविधा तपाईँहरूको त्यो पनि भनिदिनुहोस् न अब तपाईँको आएर उहाँहरू भ्याउनु भयो भने हामीले सर्भिसिङ चाहिँ अब गरिदिन्छौँ होइन गरिदिन्छौँ अब एक सर्भिस गरेर पठाइदिन्छौँ सबै उहाँहरूलाई अब यहीँ गरेर पठाइदिन्छौँ अब भन्ने गर्न पर्ने भए अब नपर्ने भए त अब भनेर अहिले त्यही गरिरहेको छौँ सर्भिसिङ चार्ज नलिकन गरिदिएर पठाइदिन्छ जो इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूलाई एकचोटि यहाँ आएर भिजिट गर्नुहोस् होइन के कस्तो छ अब उहाँहरूलाई आएर एकचोटि भिजिट गर्नुहोस् भिजिट गर्नुभयो भनेदेखि अब सबैभन्दा राम्रो हुन्छ हेरेर गाडी किन्नै पर्छ भने त भएन आएर हेरेर अब ग्राहकलाई सन्तुष्टि भयो भने किन्ने त हो सन्तुष्टि भएन भने त किन्ने एक्सचेन्ज पनि गर्न पाइयो नि होइन तपाईँकोमा हाम्रो सट्टापट्टा जुनै गाडी पनि र गाडी किन्दाखेरि 50% लोन पनि गरिदिने गरेको छ हामीले अरूले चाहिँ अब भनौँ न 12, 13, 14 मोडलभन्दा माथि गर्छ हामी जुनै गाडी पनि जुनसुकै गाडी 50% लोन गरिदिने गरेको छौँ प्रक्रिया यहीँबाट यहाँहरूले नै पुर्याइदिनुहुन्छ यहीँबाट हामीले गरेर अब कहाँबाट हुन्छ मिलाएर अब लाग्ने सेवा शुल्कहरू त उहाँको लाग्छ सहजीकरण चाहिँ यहाँहरूले बनाइदिनुहुन्छ अहिले गर्ने गरेको छौँ अब भनेपछि आज सरसँग चाहिँ किनबेचको कुराकानी सकिसक्यो कुन मोडलको गाडी लान लाग्नुभयो उहाँले चाहिँ उहाँले 2016 मोडलको ग्रेन्ड आइटेन लानुभयो जम्मा एकजना मात्रै युजर हुने गाडी उहाँको 2010 मोडलको वगेर साटेर हामीले एक्सचेन्ज गऱ्यौँ भनेपछि गाडीसँग सम्बन्धित हरेक समस्याको यहाँनिर सम्झिन सक्नुहुन्छ समस्या परेकाहरूले समस्या परेका बनाउनु परेमा रिपेयर जे सबै र गाडी चाहियो भने किन्न पनि सक्नुहुन्छ र एक्सचेन्ज गर्न पनि छ र अलिकति थोरै रकम छ अब आफूसँग अहिले तत्कालै चाहिँ गाडी किन्ने इच्छा छ भने त्यसको लागि पनि फाइनेन्सको व्यवस्था पनि यहाँहरूले गरिदिनुहुन्छ व्यवस्था गरिन्छ रिपेयरिङ सेन्टर वासिङ सेन्टर यावत फरक ठाउँका हामीले तर आज एउटै छानामुनिबाट कैद गरिरहेका छौँ पक्कै पनि धन्यवाद यहाँहरू दुवैजनालाई हस्